Hi guys, welcome to my another mini vlog. I hope हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। मेरो अर्को नयाँ मिनी भ्लगमा हजुरहरू सबैजनालाई स्वागत छ। सधैँ जसरी मेरो आजको दिनको सुरुवात भइसकेको छ। म चाहिँ यहाँ खाना पकाउन लागेको छु। मैले बिहानको सबै कामहरू सकेर खाना पकाउने तयारी छ मेरो चाहिँ। आजको दिन चाहिँ शीतलो थियो, त्यही भएर म चाहिँ बाहिर हावा पनि लागेको थियो, त्यही भएर म चाहिँ बाहिर बसेर नै च्याउ केलाउन थालेँ। आज चाहिँ मैले च्याउ बनाउन थालेछु सब्जीको लागि। बट यसलाई मैले चाहिँ सब्जी होइन चटनी बनाउँदैछु, मतलब यसको च्याउको चाहिँ छोइला अचार जस्तो बनाउन लागेको। मलाई यो च्याउ पनि एकदमै मनपर्छ। च्याउको कसलाई मनपर्छ कमेन्ट गर्नु है, म जस्तै। मलाई यो च्याउको सब्जी पनि एकदमै मनपर्छ, प्लस मलाई चाहिँ यसको छोइला बनाएर खाएको एकदमै मनपर्छ। तपाईँहरू पनि ट्राई गर्नुहोस्, एकदमै मिठो हुन्छ यसरी बनाएर खाँदा पनि। त्यसको लागि मैले च्याउलाई केलाएर तातो पानीमा भिजाएर एकछिन राखिदिएँ, त्यसको फोहोर मैला जान्छ भनेर। त्यसपछि त्यसलाई चाहिँ मैले थोरै तेलमा हल्का फ्राई गरेँ, मजाले फ्राई गरेँ। त्यसपछि अर्को प्यानमा मैले त्यहाँ चाहिँ टमाटर र लसुनलाई चाहिँ फ्राई गर्न त्यसलाई चाहिँ पकाउन राखिदिएको छु। त्यसमा टमाटर हाल्दाखेरि एकदमै मिठो हुन्छ। त्यसपछि यसको लागि चाहिँ हल्का जिरा, धनिया, मरिच यिनीहरू भुटेर हालेको मसला पनि एकदमै मिठो हुन्छ, महँगो बसाउँछ। मैले त्यो चाहिँ पहिले पिसेर राखेको हुन्छु र त्यसलाई चाहिँ त्यतिखेर नै युज गर्छु। टमाटर मजाले पाकिसकेपछि मैले चाहिँ आज चाहिँ यसलाई चाहिँ राम्रोसँग त्यो मिक्स नभएर ब्लेन्ड नभएर चाहिँ मैले यसलाई चाहिँ मिक्सरमा पिसेँ। त्यसपछि पिसेर चाहिने मरमसलाहरू हालेर यसलाई चाहिँ मजाले मिक्स गर्नुहोस्। यो चाहिँ एकदमै मिठो हुन्छ। प्याजहरू काटेर हाल्नु, हजुरसँग धनियाँ छ भने धनियाँहरू सबै हालेर चाहिने मरमसला हजुरलाई चाहिएको कति पिरो छ सबै हालिसकेपछि यो चाहिँ एकदमै मिठो हुन्छ। मेरो यता खाना पाकेर रेडी भइसकेको थियो, त्यति बेलासम्म नानु पनि उठिसकेको थियो। हजुर हेर्न सक्नुहुन्छ कति खुसी भएर उठेछ। र आजको मौसम चाहिँ एकदमै राम्रो थियो, बिहानको शीतलो थियो, पानी पर्ला जस्तो गरेको शीतलो हावा पनि चलिरहेको थियो। र यही थियो मेरो आजको छोटो मिठो मिनी भ्लग। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।